सो हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। र आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ टोयोटा LC 250 को बारेमा। र यस गाडीमा चाहिँ हामीले बक्सी एन्ड रेट्रो डिजाइन देख्न सक्नेछौँ भने मान्छेहरुले चाहिँ यसले धेरै नै एट्र्याक्ट गरेको छ र यो चाहिँ एउटा बोल्ड साइज एसयुभी रहेको छ र यो एउटा अफ-रोड भेहिकल भएकोले यसमा चाहिँ हामीले 4 व्हील ड्राइभ पनि देख्न सक्नेछौँ। ल आउनुहोस् जनवरी आजको भिडियो सुरु गरौँ। टोयोटा LC 250 को इन्जिन स्पेसिफिकेसनको कुरा गर्नुपर्दा यसमा हामीले 2.8 लिटर 4 सिलिन्डर इनलाइन 16 valve DOHC 2755 cc इन्जिन देख्न सक्नेछौँ। यस इन्जिनको म्याक्स पावर 245 PS रहेको छ भने यसको चाहिँ पिक टर्क 380 Nm को रहेको छ। त्यसैगरी यस बाइकमा हामीले 8 स्पिड अटोमेटिक ट्रान्समिसन देख्न सक्नेछौँ भने यसको चाहिँ टप स्पिड 165 kmph रहेको छ। त्यसैगरी यस गाडीको फ्युल ट्याङ्क क्यापेसिटीको कुरा गर्नुपर्दा यसमा हामीले 87 लिटरको फ्युल ट्याङ्क क्यापेसिटी देख्न सक्नेछौँ भने यसको चाहिँ माइलेज 13 kmpl को रहेको छ। त्यसैगरी यस गाडीमा हामीले ट्युबलेस टायर देख्न सक्नेछौँ 4 वटा। त्यसैगरी यस गाडीको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको व्हील बेस चाहिँ 2850 mm रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स 230 mm रहेको छ भने यसको चाहिँ कर वेट 3100 टु 3150 kg रहेको छ। त्यस्तै यस गाडीको कलर अप्सनको कुरा गर्नुपर्दा यसमा हामीले डार्क ग्रे, सुपर व्हाइट, एभेन्ट ग्रेड ब्रोन्ज एन्ड ब्ल्याक कलर गरी यसमा हामीले 4 वटा कलर अप्सन देख्न सक्नेछौँ। त्यसैगरी यस गाडीको सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा यसको फ्रन्टमा डबल विशबोन सस्पेन्सन रहेको छ भने यसको चाहिँ रियरमा 4 लिंक विथ लेटरल रड रहेको छ। टोयोटा LC 250 7 सिटर गाडी हो भने यसको चाहिँ स्टोरेज क्यापेसिटी 182 लिटर रहेको छ र यसलाई हामीले 1829 लिटर सम्म एक्सपान्ड गर्न सकिन्छ। टोयोटा LC 250 को अन्य फिचरहरुको कुरा गर्नुपर्दा यसमा हामीले LED हेडल्याम्प विथ LED DRLs, स्किड प्लेट, रियर ह्याच विथ पावर टेलगेट, 12.3 इन्च TFT मिड क्लस्टर, 12.25 इन्च टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो एन्ड एप्पल कारप्ले, ड्युल जोन AC, वायरलेस चार्जर जस्ता अन्य थुप्रै फिचरहरु पनि यसमा रहेको छ। त्यसैगरी यस गाडीको सेफ्टी फिचरको कुरा गर्नुपर्दा यसमा हामीले 8 एयर ब्याग, हिल असिस्ट कन्ट्रोल, MTM, ABS, VSC, TSL, ESS, क्रुज कन्ट्रोल, एक्टिभ ट्र्याक्सन कन्ट्रोल जस्ता अन्य थुप्रै सेफ्टी फिचरहरु पनि देख्न सक्नेछौँ। ल आउनुहोस् अब अन्तिममा टोयोटा LC 250 को नेपालमा पाइने भेरिएन्ट र यसको प्राइसको कुरा गरौँ। यसको अलराउन्डर भेरिएन्टलाई नेपालमा 3 करोड 32 लाख पर्न जान्छ भने यसको चाहिँ लग्जरी भेरिएन्टलाई नेपालमा 3 करोड 70 लाख पर्न जान्छ। यो थियो टोयोटा LC 250 को नेपालमा पाइने भेरिएन्ट र यसको प्राइसको बारेमा जानकारी। र हजुरलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकन पनि दबाउनु होला। हस्त धन्यवाद।